लो फेरि खाएको भिडियो लिएर आएँ। ए अंडा अचार भात भिन्डी हालेको दाल। ल फेरि लिएर आएँ। कोले अनफलो गर्ने हो कि यस्तो भिडियो बनायो भने त अनफलो गर्छ भन्छन्, गर्ने हो कि। बिहान भिडियो बनाएको थिएँ चिया बनाएको, अनफलो त होइन 10 जनाले फलो गर्नुभएछ। अनि अनफलो त हुँदैन रहेछ त, फलै हुँदो रहेछ त। कुन चाहिँ चाहिँ अगुवा फैल्याएको हो यो। ल भिन्डीको दाल, भिन्डी र मुसुरी दाल हालेर गम गम सम्लाङ सम्लाङ फत्लाक फत्लाक जान्छ। ओहो यो टिम्बुरको अचार, अन्डाको आम्लेट हो। ए यस्तो भिडियो हाल्यो भने त फलोवर्स पो बढ्दो रहेछ, अनफलो हुँदैन रहेछ। कुच्चोको दिमाग जाँदा चलेर अनफलो गर्नुपर्छ भन्ने। त्यो भुक्कडहरू हुन्छ नि खानेहरू, आम्मा तिनीहरू त कस्तो खाएरै भाइ। खाना बनाउने कुकिङ जसले खाना बनाउँछ सेफहरू, आम्मा तिनीहरू कस्तो भाइरल भएको छ। विदेश विदेश जान्छन् खाना पकाउनुको लागि। कुन चाहिँ अगुवा फैलायो। उनीहरू प्रतियोगितामा भाग लिन्छन् खानुको लागि, कुकिङको लागि हो। कुच्ची मूर्ख रहेछ कुनै यो अगुवा फैलाउने। ल यस्तै भिडियोहरू चल्छ। बिचाराहरू त्यो सिधा सादालाई कुटेको भिडियो चल्दैन। सिधा सादालाई कुटेर यस्तो बलुवामा कुट्नुहोस् न, हात खुट्टा भाँचेर राखिदिन्छ। ए यसरी खानुपर्छ त भने पो भिडियो चल्दो रहेछ। आम्मामा वाह आम्मामा घरको काम गरेर पनि फलोवर्स त बढ्दो रहेछ हौ। अब यो खाएकोमा कति बढ्दो रहेछ हेरौँ न। बिहानको चिया बनाउँदै गरेको भिडियोमा त 10 जना पो बढेछ हौ। म त कतिजनालाई अनफलो गर्छ होला भनेको त फलो पो गरेछ है। वाउ तपाईँहरू पनि हाल्नुहोस् साथीहरू यस्तै। त्यो मूर्ख बुद्धि गरेर, मूर्ख बुद्धि भन्छ त्यसलाई चाहिँ। त्यो कुटेको होइन हालेकोहरूलाई चाहिँ मूर्ख बुद्धि भन्छ। यो आफ्नो अरिजिनल यो साधारण सिम्पल भिडियो एकदम। भात रक्क बनायो। मलाई चाहिँ भिन्डी हालेको दाल चाहिँ एकदम टेस्टी लाग्छ।
दामी ल बाई बाई